अहिले नेपालमा सबैभन्दा धेरै गफ गरिने तर नरोचाइने र गाली गरिने एउटा मात्र विषय भनेको राजनीति र यसमा लागेका व्यक्ति भएका छन्। राज्यलाई आर्थिक, सामाजिक र हरेक तवरले समृद्ध बनाउन सबैभन्दा ठूलो भूमिका राजनीतिकै हुन्छ। राज्यको नीति बनाउने यस्तो महत्त्वपूर्ण कार्य अहिले पद, शक्ति र पैसा कमाउने विषय बनेको छ। अहिले अधिकांश नेपाली नागरिकलाई राजनीति भन्ने शब्द सुन्ने बित्तिकै ज्वरो आउँछ। राजनीतिज्ञहरूको मान र प्रतिष्ठा पछिल्लो समय घट्दो क्रममा छ। विगतका वर्षमा राजनीति भनेको आफू र आफ्ना वरपरका व्यक्तिहरूको फाइदाका लागि अनुचित ढङ्गले राज्य र पदको दोहन र दुरुपयोग गर्ने पेशा बन्यो र त्यही हो भन्ने नजिर स्थापित नै भइसक्यो। सबैभन्दा उत्तरदायी हुनुपर्ने व्यक्तिहरू नै राष्ट्रप्रति अनुत्तरदायी छन्। वर्तमान अवस्थामा राजनीतिप्रति युवाहरूको सकारात्मक धारणा बन्न नसकेकै कारण नेपालको राजनीति मास पोलिटिक्स बन्न पनि सकिरहेको छैन। मैले गर्न खोजेको एक त्यस्तो व्यक्तित्व जसमाथि अहिले पनि धेरै नेपालीहरूले आशा राखेका छन् र अपेक्षा पनि हो, उनी हुन् नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापा। 13 वर्षको उमेरमै अर्थात् 2046 सालमा कक्षा 9 मा अध्ययन गर्दै गर्दा बाल काङ्ग्रेसको सदस्यताका रूपमा राजनीतिक यात्रा थालनी गरेका गगनको स्पष्ट धारणा थियो। राजनीतिलाई फोहोर छ भनेर हेरेर बस्ने होइन, त्यसको सफा गर्ने आफैले राजनीति गर्नुपर्छ र उनी अहिले पनि भन्छन् आफ्नो सक्रिय जीवनकालमा समृद्ध नेपालको नागरिक भएर सम्मानित जीवन बाँच्ने र विश्वसामु सुखी राष्ट्रको रूपमा नेपाललाई चिनाउने मेरो चाहना छ। हो, गगनले भने जस्तै हामी सबैको सपना यसभन्दा पृथक छैन। हरेक दिन 1500 भन्दा बढी युवा आफ्ना असहाय बाबुआमालाई एक्लै छाडेर अवसर र समृद्धिको खोजीमा कतै अज्ञात जगतमा जाँदै गर्दाको दृश्यले हाम्रो राजनीतिलाई गिज्याइरहेको छ। तिनको श्रम र पसिनाले विदेशमा सडक, पुल, भवन र आश्चर्यजनक वैभवको सृजना गरिरहँदा हामीले भने तिनको रेमिटेन्सलाई सदुपयोग गरेर एउटा गतिलो जलविद्युत परियोजना समेत निर्माण गर्न सकेका छैन। गगन चाहन्छन् अबको राजनीतिक यात्रा त्यस्तो नहोस्। अविकास, अस्थिरता, रोग र गरिबीको होइन, विकास, समृद्धि र स्थायित्व नेपालको परिचय बनोस्। हाम्रा छोराछोरीले यही देशमा अवसर र सम्मान पाउन्। यस्तो देश बनोस् जसले युवाहरूमा योग्यता र परिकल्पनाको प्रतिस्पर्धालाई उत्प्रेरित गरोस्। समस्याको समुद्रमा डुब्न होइन, सम्भावनाको हिमाल चढ्न अभिप्रेत गर्न सकोस्। राजनीतिक सत्ता प्राप्ति दलहरूको प्रमुख अभिष्ट हो, यसमा विवाद गरिरहनु पर्दैन। तर सत्ता केका लागि भन्ने प्रश्न सबैभन्दा महत्त्वपूर्ण हुन्छ। मुलुकमा सुशासन नहुँदासम्म जति नै विकास र समृद्धि गरे पनि बालुमा पानी जस्तै हुन्छ। राजनीतिक पार्टी केवल सत्ताको भर्याङमा सीमित भइरहँदा तथा नितान्त निजी स्वार्थमा केन्द्रित र पार्टी लेनदेनको अखडामा अल्झिरहेको छ। अब यो छुट छैन। गगन पुस्तालाई त झन् छँदै छैन। 2062-63 पछि राजतन्त्र फालियो। मुलुकले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता लगायत धेरै नयाँ राजनीतिक प्रयोग र अभ्यास थालेको छ। तिनैकै अगुवा अर्थात् नेता सबैभन्दा ठूलो सामन्त र ठेकदार हुन् जस्तो देखिन थालेको छ। अहिले कार्यकर्ता यही भनिरहेका छन्। पार्टीहरू आफै सङ्कटग्रस्त छन्। सङ्कटग्रस्त पार्टीहरूले कसरी सुशासन दिन सक्छन् भन्ने प्रश्न नागरिकले उठाइरहेका छन्, जुन प्रश्न गगन पुस्ताका लागि पनि हो। राजनीतिक पार्टीप्रति बढ्दै गएको निराशा र आक्रोशमा आशाको सञ्चार भर्न सक्नुपर्छ। मुलुकको लोकतान्त्रिक व्यवस्थाको जननी हुनुको नाताले यसलाई जोगाउने र समयअनुसार विकास गर्दै लग्ने जिम्मेवारी गगन पुस्ताकै हो। आर्थिक वृद्धि, सुशासन, विकास र समृद्धि जस्ता नारा सङ्कटको घन चक्करमा छ। काङ्ग्रेसका विभिन्न समितिमा नेतृत्व तहमा युवा आए, ती आशाका केन्द्र हुन् भनिरहँदा यो पुस्तामा नौलो चिन्तन, सृजनशीलता र नयाँ सपनासहित कार्यान्वयनमा देखिन वा जनताले अनुभूत गर्न पाएन। मुलुकको 5 वटा प्रधानमन्त्री भइसकेका र दोस्रो कार्यकाल पार्टी सभापति सम्हालिरहेका शेरबहादुर देउवा जस्ता पाको अभिभावकका महामन्त्री नेपाली काङ्ग्रेसका नेता गगन कुमार थापा छन्।
पुस्तान्तरण तथा परिवर्तनको मुद्दाको नेतृत्व गरिरहेका गगन, विश्वप्रकाश, धनराज लगायतलाई पुरातन शैलीमै भन्दा पनि युग अनुकूल हुनुपर्ने परीक्षा र चुनौती अनुत्तीर्ण हुने अब छुट छैन। खास गरी समावेशी सहभागिता र आधारभूत राजनीतिक तथा लोकतान्त्रिक अधिकारलाई संरक्षण गर्ने क्रममा युवा प्रतिनिधित्व महत्त्वपूर्ण छ। विभिन्न सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक र प्रादेशिक पृष्ठभूमिबाट युवाहरूको समूह आइरहेको छ। त्यसले फरक अनुभव, विचार र समाधानका उपायहरूलाई टेबलमा ल्याइरहेको छ। न्यायालयभित्र देखिएको सङ्कट, संसदमा देखिएको गतिरोध, संवैधानिक संस्थाहरू आफैले आफैलाई गरेको अवमूल्यन, प्रदेशका सरकार परिवर्तन र मन्त्रालय फुटाएर भाग पुर्याउने काम वर्तमान शासन प्रणालीमा व्यवस्थाप्रति गिजाइरहेका मात्र छैनन्, समग्र देशको शासन प्रणाली र संस्थाहरूप्रति नै जनताको विश्वास गुम्दै गइरहेको छ। धन सम्पत्ति, साधन स्रोत र पदको व्यक्तिगत लाभका पछाडि सङ्गठित रूपमा दगुरिरहेका पछिल्लो पुस्ता झन सुध्रन जरुरी छ। सिद्धान्त र उद्देश्य, नेतृत्वमा देखिएका विकृति, विसङ्गति आदि पक्षमा राष्ट्रव्यापी छलफल गरी समाधान खोज्नु आवश्यक छ। अब जनताका लागि एउटा विस्तृत सुधारको प्याकेज जरुरी छ। रोजगारी सिर्जना गर्न विस्तृत गुरुयोजना आवश्यक छ। पर्यटन तथा पूर्वाधार क्षेत्रमा व्यापक सुधार, कृषि क्षेत्रको आधुनिकीकरण, ऊर्जा निर्यातदेखि राज्यले आफ्ना स्रोत साधनलाई दक्षतापूर्वक प्रयोग गरी तोकिएका क्षेत्रमा लगानी गरेर जनताको न्यूनतम आवश्यकता पूरा गर्नुपर्ने अहिले पनि उत्तिकै खाँचो र माग छ। लोकतन्त्रको पुनर्स्थापनापछि जनताले धेरै आशा अपेक्षा गरेका भए पनि उही अनुहार प्रवृत्ति दोहोरिरहँदा जनतामा निराशा बढ्दै गएको छ। नेतृत्वमा अस्थिरता, अस्पष्टता आयो भने त्यसले मुलुकलाई सही दिशामा डोर्याउन सक्दैन। नेतृत्व फितलो भयो भने मुलुकको भविष्य पनि अन्धकार हुन्छ। नेतृत्व कार्यक्रम र कार्ययोजना कार्यान्वयनको आधारमा मात्र जनताले पार्टीलाई विश्वास र समर्थन गर्दछन्। अब गगन पुस्ताले गनगन होइन, नेतृत्वमा बसेर अनुभूत गर्ने गरी काम गरेर देखाउने बेला भइसक्यो। त्यो कसैको तुलोमा यो पुस्ता चढिसकेको छ। झोक्राएर बस्ने छुट अब छैन। गगन थापा युवा पुस्ताको ढुकढुकी अवश्य हुन्। उनी समसामयिक विषयवस्तुप्रति जानकार छन्, भाषण गर्न सक्छन्, जसमा एउटा जमातलाई सम्झाएर आफ्नो पक्षमा ल्याउने क्षमता पनि छ। उनका राम्रा र नराम्रा पक्ष दुवै छन्। उनमा भएको राम्रा पक्ष त राम्रा भइ नै हाले। उनले नराम्रा कुराहरूमा पनि समय सापेक्ष सुधार गर्दै लैजालान्। एक थरी युवाहरू यो समाजमा पनि गगन थापा जस्तो नेता छन् भनेर ढुक्क छन्। राजनीति र विकास एउटा सामूहिक कार्य हो, तर यहाँ त व्यक्तिवाद हावी भएको छ। व्यक्तिगत प्रचारबाजीका लागि जे पनि गर्ने र बोल्ने नेताले समाजको विकास गर्न सक्दैन। त्यसको लागि त हाम्रो समाजमा जबसम्म राजनीतिक प्रवृत्ति फेरिँदैन तबसम्म पात्र मात्र फेरेर केही हुनेवाला छैन। राजनीतिमा संस्कार र सिद्धान्त ठुलो कुरा हो, जो रातारात आउँदैन। देश बनाउने हो भने कराउँदै र दौडाउँदैमा देश बन्दैन। राजनीतिक संरचनाभित्र रहेर सबै काम गर्नुपर्छ। राजनीतिक लक्ष्य र आदर्श हासिल गर्नका लागि आउने चुनौतीहरूको सामना गर्न सजिलो छैन र त्यसका लागि लचिलो पनि हुनुपर्छ। कसले बनाउने भन्दा पनि कसरी बनाउने भन्ने चिन्ताको विषय हो। समाजमा बढ्दै गएको हिरोगिरी अर्थात् मपाइतो देख्दा यस्तो लाग्छ सबैलाई पदको नशा लागिसकेको छ। गनगन र भनाभनले पार्टीमा र देशमा समृद्धि ल्याउँदैन। अर्थ बिनाको जीवन र उद्देश्य बिना युवा समाजका लागि खतरनाक हुन्छन्। यदि साँच्चै नै युवाहरूलाई नेतृत्व लिन मन छ भने युवाहरूले एउटा पुस्ताले राजनीतिबाट बिदा लिनुपर्छ भन्नुको सट्टा जनतालाई कसले उनीहरूको प्रतिनिधित्व गर्ने भन्ने निर्णय गर्न दिनुपर्छ। राजनीतिक परिवर्तनका संवेदनशील घडीमा गगन महत्त्वपूर्ण मार्गदर्शक बनेका कयौं उदाहरणहरू छन्। गुजुल्टिएका कयौं अप्ठ्यारा मुद्दालाई ऐन मौकामा जोखिम उठाएका छन्। राजनीतिक समाधान र आर्थिक समुन्नतिका उपायमा नयाँ दृष्टि पस्केका छन्। तर्क र तथ्यमा आधारित राजनीति गर्न नयाँ पुस्तालाई अभिप्रेरित गरेका छन्। असुहाउँदा भइसकेका पुराना पुस्ताका नेताहरूको बहिर्गमनका लागि बेतोड बोलिरहेकै मात्र होइन, पटक पटक प्रयास गरेका पनि छन्। सारमा गगनले आफूलाई काङ्ग्रेसभित्र मात्र खुम्चाएर राखेका छैनन्, फराकिलो दायरामा विस्तारित गरेका छन्।
कसैले गगनलाई काङ्ग्रेसभित्र आधिपत्य जमाउन नसकेको एउटा पदाधिकारीका रूपमा मात्र बुझेर उनी र उनको दललाई प्रहार गरेकै भरमा अगाडि बढ्न सक्छु भन्ने सोचेको छ भने त्यो गलत हो। गगन पार्टीभित्रका कैयौं आक्रमणको सामना गर्दै निरन्तर लडिरहेका छन्। भलै उनले जितिसकेका छैन। आशाको उज्यालो किरण त देखाएकै छन्। आफ्नैको प्रहारहरूबाट नटुटेको गगनले पराएको प्रहार निस्तेज पार्न पक्कै जानेकै होला। गर्दा गर्दै उनी पनि ढिला हुन थालिसके। अब नागरिकहरूले गगन पुस्तालाई भन्न थालिसके, नेता हो, कुराले चिउरा भिज्दैन। त्यसो त गगन भगवान होइन जसको हातमा नेपाली सबैको उद्धार गर्ने क्षमता छ। उनी यस्ता व्यक्ति हुन् जसले राजा र आफ्नै नेता गिरिजाप्रसाद कोइरालासँग लडेका गगनले कम्युनिस्ट नेताहरूसँग त कति लडे कति। गगनसँग जतिको गणतन्त्र र लोकतन्त्रको सम्बन्ध सायद आजका कुनै समकालीन नेताहरूसँग जोडिएको छ। आफ्नै सभापति शेरबहादुर देउवासँग उसै गरी वार्की पार कुरा गर्ने, एमालेका केपी ओलीसँग तर्क वितर्क गर्ने र प्रचण्डसँग आँखा जुदाएर कुरा गर्न सक्ने अर्को कुनै इट्टा नेपाली लोकतन्त्रको भट्टीमा गगन बाहेक दोस्रो छैन। राजा गिरिजाप्रसाद कोइरालादेखि केपी ओली, माधव नेपाल, प्रचण्डदेखि 101 नेताहरूको भट्टीमा खारिएका इट्टा बनेको मान्छे हो गगन थापा। गगन थापाको विचार, बोली र तर्कमा स्पष्टता देखिन्छ। आक्रोश पोख्नु र तर्क गर्नु दुई फरक कुरा हुन्। कुनै घटना विशेषमा आफू उभिएको ठाउँ बदलिँदा बदलिने सानातिना टिप्पणीहरू बाहेक गगनका विचार र तर्कहरूमा सैद्धान्तिक विरोधाभासहरू देखिँदैन। उनी सुरुदेखि नै मोटामोटी एउटै चिज भनिरहेका छन्, यसरी लोकतन्त्र चल्दैन। शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, माधव नेपाल जस्तै एक पुस्ताका नेताहरूलाई ससम्मान कार्यकारी राजनीतिबाट विदा नगरेसम्म नेपाली लोकतन्त्र सङ्कटमा र लफडामा परिरहन्छ। यसो नभएसम्म लोकतन्त्रले सही बाटो पक्रिँदैन। गगन जसरी विषयका आयामहरूको तीक्ष्णतापूर्वक चुरो समाउँछन्, त्यो तीक्ष्णता समकालीन नेपाली नेताहरूमा कमै छ। गगन यसरी तर्क गर्छन्, त्यहाँ उनको अध्ययन, बुझाइमा गहिराई र प्रस्तुतिमा परिपक्वता देखिन्छ। आजको नेपाली राजनीतिको समस्या के हो भने 30 वर्षदेखि उही मान्छे, उही अनुहार सरकार र पार्टीमा हाबी छ। कुनै नयाँपन छैन, कुनै नयाँ भिजन छैन, कुनै नयाँ प्रगति छैन र पनि उही मान्छे कसरी टिकिरहेको छ। उनी त्यो परिवर्तन गर्न खोजिरहेका छन्। धेरै नेताहरू आफ्नै घरमा कार्यकर्ताहरू भेट्न आइरहेको मन पराउँछन्। आफ्नो वरिपरि मान्छे घुमिरहँदा उनीहरूलाई नेता भएको गर्विलो भान हुन्छ। ती भन्छुन र खासखुसमा बढी रुचि राख्छन्। कोठे राजनीतिमा उनीहरूको दक्षता छ। मिलाएपछि जे पनि मिल्छ भन्ने उनीहरूमा क्रोनिक विश्वास छ। हो, यस्तो पुस्ता आज पनि नेपाली राजनीतिमा हाबी छ। त्यो पुस्तालाई अब बिदा गर्नुपर्छ भनेर राजनीतिमा उदाएका मान्छे हुन् गगन थापा, जसले आजका युवाहरूको जोश र मनोविज्ञानलाई पनि बुझेको छ। आजको नेपाली राजनीतिको अर्को एउटा समस्या के हो भने पुरानो पुस्ताले नयाँ पुस्तालाई बुझेको छैन, नयाँले राजनीति बुझेको छैन। पुस्ता पनि बुझेको, राजनीति पनि बुझेको र अझै पनि युवाहरूलाई जोड्न सक्ने कोही नेता आजको राजनीतिमा सक्रिय छ भने त्यो हो गगन थापा। त्यसैले आफू स्वास्थ्य मन्त्री हुँदा आफूभन्दा कम उमेर समूहका दक्ष युवाहरूलाई साथ लिएर संयन्त्र बनाएर काम गर्ने अभ्यास थालने पनि गरे। जसबाट उनले केही सफलता पनि प्राप्त गरे। त्यसैले त गगनका प्रस्तुतिहरूमा परिपक्वता देखिन्छ। यो भिडियो गगनको प्रचार वा उनको गुणगान होइन, अहिलेको वास्तविकता हो र उनको वास्तविकता पनि यही हो। सायद अहिले उनी अझ परिपक्व भएर होला, बोल्ने भन्दा पनि नीतिगत रूपमा परिवर्तनका लागि भित्रभित्रै आफ्नो र विज्ञहरूको सुझावमा विभिन्न तहमा प्रयास जारी राखिरहेका छन्। त्यसैले अहिले त उनी आफै भनिरहेका छन्, भएन भएन भनेर भन्दा पनि नभएको के हो र गर्नुपर्ने के हो भनेर बदल्ने प्रयास स्वरूप बोल्ने कम, परिणाममा देखाउने प्रयास बढी लागिरहेको छु। तपाईलाई यो भिडियो कस्तो लाग्यो? मनमा लागेको कुरा प्रतिक्रिया मार्फत लेख्न सक्नुहुनेछ। अनि तपाईँ नयाँ हुनुहुन्छ भने हाम्रो साझा कुराको यस च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। भिडियो हेरेर यतिन्जेलसम्म साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। तपाईको समय शुभ बितोस्। नमस्कार।